आज हामी चर्चा गर्नेछौँ मास्टर इन बायोमेडिकल इन्जिनियरिङ। यो एउटा यस्तो सब्जेक्ट हो जसले बायोलोजी, इन्जिनियरिङ र इनोभेसन्सलाई इन्टिग्रेट गर्छ। यसमा तपाईले कसरी मेडिसिनलाई चाहिँ मेसिनसँग रिलेट गराउन सक्नुहुन्छ त्यो विषयमा तपाईले स्पेशलाइज गर्नुहुन्छ। यो विषय पढेर तपाईले बायोमेडिसिनसँग रिलेटेड नयाँ नयाँ टेक्नोलोजी, नयाँ नयाँ इनोभेसन्स, नयाँ नयाँ प्रोडक्ट डिजाइन्सको बारेमा रिसर्च गर्नुहुनेछ र त्यही सब्जेक्टमा तपाईले मास्टर डिग्री हासिल गर्नुहुनेछ। अरू विभिन्न सब्जेक्टहरू जस्तै यो सब्जेक्टमा पनि युरोपका थुप्रै युनिभर्सिटिजहरूमा तपाईले स्पेशल डिग्री गर्न सक्नुहुन्छ। त्यसमध्ये युमिया युनिभर्सिटी तपाईको लागि बेस्ट चोइस हुन सक्छ। यसमा तपाईले मेडिकल डिभाइसेस, डायग्नोस्टिक र इमेजिङ जस्ता सब्जेक्ट्सहरूमा पनि तपाईले स्पेशलाइज डिग्री हासिल गर्न सक्नुहुन्छ। यो सब्जेक्ट पढ्नको लागि तपाईले इलेक्ट्रोनिक, इलेक्ट्रिकल, मेकानिकल अथवा बायोसाइन्स जस्ता सब्जेक्टमा ब्याचलर गर्नुभएको छ भने तपाईले मास्टर डिग्री पढ्न पाउनुहुन्छ।